बल्ल नम्बर पर्यो हो ल साथी र आज चाहिँ हाम्रो बारबागी समाज चितवनको चाहिँ यहाँ पिकनिक खान आएको आँपटारीमा रमाइलो हुँदैछ सबै यहाँ आइसकेछ साथीभाइहरू सबै आइसक्यो थाहा पनि रमाइलो छ आज मौसमले साथ दिएको छ मौसमले एकदम आज चाहिँ एकदम क्लियर छ आज सफा छ एकदम रमाइलो हुँदैछ हरेक वर्ष हाम्रो यसरी नै पिकनिक खाइन्छ लगभग 66 घर धुरी छ हाम्रो चितवनमा बसोबास गर्ने बारबागी टोली यहाँ खाली छ सबै आज पिकनिक आएको खुसीमा एकदम खुसी छ टन्ना खाएर जाने हो सर्वप्रथम चाहिँ आज पिकनिक आएको छ नानीहरू पनि ल गुड या ल गुड रोमिँदै झिकाल्न थाप्रे फेरि स्विमिङ पुल जङ्गल मुदो सोल्टीहरूको यहाँ हुँदैछ कटिङ गुड या टन्न रमाइलो रहेछ पुरै गार्डन आँपटारीमा चाहिँ गार्डन यहाँ के को लागि आउनुभयो पिकनिकको लागि कुन सामाजिक पिकनिक हो गुड ल यहाँ तल पनि तलाब राम्रो छ बारबागी नानीहरू घुम्दैछ तल पनि
आजका परिवार यही वर्षको दोस्रो महान चाड तिहार जसलाई भनिन्छ हामीले त्यसको दौरान हामीले सधैँ चाहिँ देउसी प्रोग्राम गरेर जसबाट आर्थिक सङ्कलन भएको र पैसाबाट हामीले हरेक वर्ष वनभोज कार्यक्रम गर्दै आइरहेको थियो। आज पनि हामीले केही पुरानो बितेको दिनलाई सम्झेर आज हामी फेरि दोस्रो यो ठाउँमा हामी पिकनिक गर्न अनि एउटा मनोरञ्जनको रूपमा हामीले यो प्रोग्राम गर्न आइरहेको छ। हजुरहरूले सर्वप्रथम त म क्षमा चाहन्छु, जसको लागि हामी क्षमा चाहन्छु तपाईँहरूप्रति, किनभने सबै हामी घरको परिवार सधैँ 100% काम सही पनि हुँदैन, 100% समयलाई सही सबै गर्नु पनि सक्दैन। समयमा अलिक परिवर्तन भएर आउँदाखेरि हामीले तपाईँको खाजामा ढिलो हुन जान्छ, खाजा ढिलो भएपछि खानामा ढिलो हुन जान्छ। कार्तिक 3 गते सरदपुर घरेटोलमा समाजको सम्पूर्ण परिवारले मिलेर देउसी भैलो कार्यक्रम हामीले गरियो। त्यही देउसी कार्यक्रममा समाजले दिएको दक्षिणा आर्थिक रकमबाट हामीले वनभोज कार्यक्रम सधैँ मान्दै आइरहेको छ। हामीले यो वनभोज कार्यक्रमको अन्तर्गत हामीले केही महत्त्वपूर्ण महानुभावहरूलाई हामीले एउटा खाताद्वारा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। सानो छोट गरेर बताउन चाहन्छु। सबभन्दा पहिला चाहिँ हामीले आसन ग्रहणमा चाहिँ 3 थरीको आसन ग्रहण महानुभावहरू हुनुहुन्छ। नम्बर 1 चाहिँ यो वर्षको देउसी कार्यक्रममा 10,000 देखि माथि दिनुभएको हाम्रो दानवीरहरूलाई सम्मान। दोस्रा आर्थिक सहयोग, समाजलाई आर्थिक सहयोग गर्नुहुने दानवीरहरूलाई सम्मान। तेस्रा भनेको वृद्ध आमा बाबा, उहाँहरूलाई हामीले 3 किसिमको वृद्ध र आर्थिक सहयोग दिनेलाई चाहिँ हामीले सम्मान गरेर कार्यक्रम छ। श्री ओमबहादुर घलेज्यू र उहाँको धर्मपत्नी सन्तमाया घलेज्यूलाई हार्दिक अनुरोध गर्दछु। समाजको वृद्ध हाम्रो आमा बुबाहरू चाहिँ 80 वर्ष क्रस गरेर हामीले उहाँको आशीर्वाद लिइरहनु मौका हामीले पाउनु नै हाम्रो लागि ठुलो गर्वको कुरा हो। त्यस कारणले म एउटा गर्वको साथमा भन्छु कि हाम्रो वृद्ध ज्येष्ठ नागरिक आमाहरूलाई चाहिँ आसन ग्रहणलाई चाहिँ हामीले यो प्रोग्राम पनि सामेल गरेको छु। हार्दिक अनुरोध गर्दछु। हामी सबैको प्यारो आमा धनसुरा गुरुङज्यू, हामीले धेरै समयदेखि प्रयास गरेको उहाँ आमालाई पनि हाम्रो समाजमा एक खाताले सम्मान गर्न पाऊँ भन्ने आशाले आज हामीले मौका पाएको छ। अर्को वृद्ध आमा हाम्रो भैरानी गुरुङ आमा, हाम्रो जङ्गर छापको धर्मपत्नी भैरानी गुरुङ आमा। अब अर्को चरण 3वटा चुनाव भागीदारी हुनुहुन्छ। अनि यो वर्षको दोस्रा दानवीर तिहारमा 10,000 भन्दा माथि दिने हुने दानवीर चाहिँ हाम्रो एक्स इन्डियन आर्मी जो अहिले देशमा हुनुहुन्छ गणेराम घले, उहाँको अनुपस्थितिमा उहाँको धर्मपत्नी इन्द्रकुमारी गुरुङलाई पनि हामी आसन गर्ने हार्दिक अनुरोध गर्छु। दक्षिणा दिनुहुने दानवीर अब योग्यता अनुसार समाजलाई चाहिँ कोषमा जम्मा गरी भरे भविष्यमा केही काम आउन सक्छ भनेर एउटा आफ्नो दिलदेखि चाहेर गरेको कुरा हाम्रो मैले अघि नै भन्यो, हाम्रो गुरुङ चाहिँ 2 चिजमा भागीदारी हुनुहुन्छ। नम्बर 1 चाहिँ उहाँ ज्येष्ठ नागरिक पनि हुनुहुन्छ। दोस्रा यो समाजलाई चाहिँ सहयोग गर्नुहुने दानवीर 10,500 रुपियाँ उहाँ जिम्मेदार गुरुङज्यूले समाजलाई
सबैको तर्फबाट उहाँलाई धेरै धन्यवाद दिँदै कार्य सम्मान गरिदिनु होला काकान कमलादेवी घरेज्यू सुतारी इन्द्रमान गुरुज्यू राजीव कुमराज घरेज्यू दिदी रममाया घरेज्यू श्यामा घनसरा गुरुज्यू बेता आमा जिमाया गुरुज्यू बेता आमा तथा 10,500 रुपियाँ सहयोग गर्नुहुने हाम्रो भैरनी गुरुज्यू 10,500 रुपियाँ 10,005 रुपियाँ चन्दा दोस्रोमा दिनुभएको हाम्रो इन्द्र कुमारी गुरुङज्यू बाबुलाई पनि हालचाल अवसर प्राप्त होस् म भगवान्सँग प्रार्थना गर्छु तपाईँहरूले चाहिँ अर्को वर्ष चाहिँ धेरैभन्दा धेरै खाता लगाउने एउटा कोसिस तपाईँहरूले आफैले गर्नु होला दोस्रो कुरा वनभोजमा सहभागी भएर हाम्रो केही पाहुनाहरू हुनुहुन्छ जो कि बाहिरबाट आउनुभएको पाहुनाहरू हाम्रो इष्टमित्र छिमेकीहरू उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छु हामीले तपाईँहरूको निम्तोमा हजुर सहभागी भइदिनु भयो हामी उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु वनभोज कार्यक्रममा हामीले एउटा मनोरञ्जनको रूपमा पनि यसमा हामीले लिएको हुन्छ हजुरलाई अलग्गै ढङ्गले खिलाउने क्षमता भन्नु पनि तपाईँ हामीबाट जो आर्थिक सङ्कलन हुन्छ त्यही मध्येबाट हामीले चाहिँ वनभोज कार्यक्रम गर्ने हो त्यही कारणले चाहिँ मिठो नमिठो जे जस्तो भए पनि समाजभित्र पाइएको चिज समाजभित्र बाँडेको चिज हो तपाईँले राम्रो मानेर खाइदिनु नै हाम्रो लागि ठुलो कुरा हो आजको लागि तयारी हुँदैछ वर्ग समाज चितवनको पिकनिकमा आज पाक्दैछ कोही खाँदैछ Siapa gua bumi, hei? Siapa lagi? Gua bumi ya? Hei. Mau yang ada apa? Kalau mau video kan aku beli aja. Lu tadi ini aja ini apa? Kita cari tendanya. Loh. Gua beli ya? Nó lành chưa mày? Vậy sao đây cũng thấy nè. Nó gì vậy? Oh, hey. Không nè. Hey, tôi chỉ cần để toán gì ra, mát toán. Cái mà là good. Wala, mà hari ini ठीक है Kau mau lah. Wala. Wala nomor berapa ya? Loh. Abi ni tadi 2 दिन pagi था. Tên đúng không? Cái tên đúng không? Rồi. Tên đúng không? Rồi.
오, mà nhiều cái phần này. Ồ, wow, bà nó rửa mà ra xuống đây đúng không? रमाइलो हुँदैछ पिकनिकमा 12 बजे समाज सुधारको सपना भएर आज यति हेर्नु वहाँ किन थियो पिकनिक त केही खान्न त बरु छोरी हालसालै अस्ट्रेलियामा बसेर आउनुभएको अघि यहाँ बेलाकाममा आउनु नपाउनु कारणले उहाँले यो कुरा भन्नुमा समय लाग्यो हो त्यस कारणले चाहिँ उहाँले भन्नुभएको छ म आफ्नो समाजको लागि धेरै धेरै केही जस्तो भन्ने आफ्नो यो मनको भावना हो मेरो समाजलाई माया गर्छु म समाजले मलाई माया गर्नुहुन्छ त्यस कारणले उहाँको तर्फबाट 7,000 रुपियाँ समाजलाई सहयोग स्वरूप उहाँ दिनुपर्छ अनि सबैको तर्फबाट उहाँलाई भगवानको ताली बजाना खोइ खाना खान ताली बजाना यार प्रगति उन्नति रहोस् गुड गुड प्रार्थना गर्छ अनि सबैको तर्फबाट उहाँलाई आशीर्वाद लागोस् उहाँको केही रोग गराएको कष्ट नलाई हामी सुस्थ ओए ताली खोइ प्रार्थना गर्छु एकपालि जुठा हात भयो भने ताली मार्दै हुन्छ धन्यवाद छ धन्यवाद छ यसलाई हाम्रो के अरे यहाँ अध्यक्षज्यूको अध्यक्षमा हाम्रो उपाध्यक्षज्यूले यहाँ खाना सम्मान गर्नुहुनेछ हाम्रो छोरी अनिता घले र उहाँको मम्मी तिलकुमारी घले ल हामी सबै समाजको तर्फबाट उहाँलाई भोगाउनु किरा रक्षा गरोस् दुःख कष्ट भोग गर्न नलागोस् ल आमालाई नि आमालाई लाग्दैन यार ल आमाको छोरी हो आमाको छोरी ल ल धन्यवाद ल बहुत बहुत धन्यवाद छ हाम्रो छोरीलाई अगाडि आउने दिनमा उन्नति गर्न सकोस् प्रगति गर्न सकोस् भगवान् तपाईँलाई सधैँ साथ दियोस् है म त्यही साथ म प्रार्थना गर्छु ओके ल त्यसै ल है अब खाना खाने टाइम हुँदैछ खाना खाँदैछ अब पिकनिकमा सबै रमाइलो हुँदैछ यहाँ सबै गीत गाउँदैछ यहाँ खाना खाँदैछ
तर हेर्दा खाँदै रहेछ खाना त यार खानाको लाइन हुँदैछ युवाहरू छ युवाहरू आदि आदिमा छोड्नु होला नुया भेजिटेरियन होला हौ भने नन भेज होइन अब लो खाना खाँदैछ कोही नाच्दैछ यहाँ रमाइलो गर्दैछ जानु